आज आज प्रसिद्ध बहुत रिसा छ हेर्न सक्नुहुन्छ। आज ड्याडी लिन आउनु भएन भनेर प्रसिद्ध पुरा रिसा छ हो किन प्रसिद्ध रिसा छ किन त अनि रिसा छु अरे आज घर मासु नखिलाएसम्म मेरो रिस कन्ट्रोल हुन्न भन्ने छ कि नै। आज त म घर पनि जान्न फुपूको घर जान्छु भनेछ मलाई लिन आएको छैनन् म अब घर पनि जान्न फुपूको घर जाने भनेछ। फुपू घर जाने हो कि नै फुपूको घर जाने कि घर जाने फुपूको घर जाने अरे पुरा रिसा छ प्रसिद्ध चाहिँ। अब मलाई लिन आएको छैनन् मलाई छोरै मान्दैनन् के गर्ने अब छोरो मान्दैनन् त अब के गर्ने त फुपू घर चाहिँ हिँडिदिन्छु झोक चढेछ आज भनेछ प्रसिद्धले हो किन। प्रसिद्ध कहाँ जाने अरे हामी फुपू घर कि घर कहाँ जाने फुपू घर जाने ठिक छ। आज हामी फुपू घर गएर के खाने मासु के खाने मासु खाने फुपू घर गएर मासु खाने अरे अनि त्यसपछि घर पनि नजाने अरे भनेर घुर्की लगाएको छ। आज ड्याडी मलाई लिनै आउनु भएको छैन म घर पनि जान्न फुपू घर बसिरहेको छु भन्ने छ हो किन प्रसिद्ध। ल हिँड्ने अब ल हिँड ल ओके अब चाहिँ प्रसिद्ध र म चाहिँ अब हिँड्दैछौँ। आज ह्यान्ड होल्ड गर ह्यान्ड होल्ड गर कहाँ बस्ने अघि त पुरा शक्तिमान छु भने होइन म हिँड्न सक्छु अङ्कल म पनि तपाईँसँग जान्छु। आज ड्याडीले लिन आउनु भएको छैन म ड्याडीसँग बोल्दैन आज अनि म चाहिँ फुपूको घर गएर भात खाने हो मासु खाने हो भने होइन अघि अनि अहिले भर्खर थाकिगिस् त रिसा जस्तो यता यता ड्याडीसँग रिसा छ अरे त्यो यो अब यो घर पनि जान्न भने घर नजाने फुपू घर बस्ने भन्ने छ हो कि नै भन्न भन्न भन् कि त नाइ भन् हो कि नै फुपू घर जाने कि घर जाने भन् पहिला फुपू घर जाने ठिक छ। ल प्रसिद्ध लास्टै रिसा छ आज प्रसिद्धको रिस पुरा खतरा छ हो कि नै प्रसिद्ध हेर ड्याडीलाई के भन्न चाहन्छस् ड्याडी मलाई लिन आउनु भएको छैन म घर आउन्न भन्न ड्याडी मलाई लिन किन आउनु भएन भन्न म अब तपाईँको घर पनि आउन्न म फुपूको घर बस्ने हो भन्न मलाई खोज्दै नआउनु होला म पानी खाने ल कताबाट जाने दिदीको स्कुलतिरबाट दिदी स्कुल के गर्न जान्छ सर भयो पानी साह्रै गर्मी भएन गर्मी भएको छैन बलवान रहेछस् त होइन हो कि त बलवान रहेछस् होइन। अब लेफ्ट जाने कि राइट जाने लेफ्ट जाने सानो बफेलो यो बफेलोको मिल्क खान्छस् के अरे सानोको मिल्क खान्नन् ठुलोको मात्र खाने ए लेफ्ट जाने ल यताबाट आइज छिटो ल दिदीको स्कुल जाने होस् दिदीको स्कुल देखाएको थिइस् पहिला कहिले आएको थिइस् र के गर्न आएको थिइस् त्यही त पहिला के गर्न आएको थिइस् त नि पढ्न कि दादागिरी देखाउन के गर्न आएको थिइस् के पहिला कता भागे आगे हो कता भागे यार लोटिन्छ यार अहिले लोट्यो भने नि फेरि ड्याडीले फेरि थपार्नुहुन्छ फेरि ल अलि यता आइज यार साइकल आछ साइकल
अनि त दिदीको स्कुलमा पढ्न राम्रो लाग्छ कि तँलाई आफ्नो स्कुलमा? आफ्नो स्कुलमा। तँलाई सबैभन्दा मनपर्ने टिचर को हो भन्दा? तँलाई सबभन्दा मनपर्ने म्याडमको नाम के हो भन्दा? मन्जु थारू म्याम। मन्जु थारू म्याम मात्र मनपर्छ? ए तरी थाकेर ठाउँ ठाउँमा बसेछ म किन भन् त घाम भएर। घाम भएको किन तँलाई? भएन? 5 चोटि त पानी खाइसकिस् त बे। 5 चोटि पानी खाइसकिस्, घाम भएन भन्छस्। रिस उठेछ? रिस उठेछ किन भन्दा? प्रसिद्धलाई आज बहुत रिस उठेछ अरे। ड्याडी लिन आउनु भएको छैन भन्दैछ। त्यही भएर घर पनि जान्न भनेछ हो कि नै? घर पनि नजाने हो कि नै? फुपू घर जाने हो कि नै? के गर्ने हो? त्यो उखाले घर लैजाने? त्यो उखाले घर लैजाने? अघि त थकाइ लाग्यो भने होइन यहाँ आएर आराम गर्न। यता आइज। के भएको छैन, गर्मी भएको छ। साह्रै गर्मी भयो होइन? दिदीको स्कुल देखिस् त? देखिस्? यो छेउको छ नि, यो छेउको दिदीको स्कुल हो कि नै? हो कि न भन्दा? साह्रै गर्मी भयो भने यस्तो गर्नु। हेर्नुहोस् आज प्रसिद्धको आज गर्मीले पसिना निक्लिसकेछ होइन? साह्रै थकाइ लागेछ होइन? अच्छा पसिना निक्लेछ होइन? आज गाडी नआएर लिन साह्रै बेहाल छ होइन? ड्याडीको काम छ त रे। ड्याडी काम भएर जानुभएको छ। तँलाई अनि बसमा आइज भन्नुभएको होइन? आज म आउन पाउँदैन बाबु, बसमा आइजाऊ भनेर भन्नुभएको होइन? हिँड्दै आइदिन्छ अनि थकाइ लाग्दैन? किन? मलाई त बहुत थकाइ लाग्छ त। हजुर के गर्ने? हिँड्ने अब। साह्रै थकाइ लाग्थ्यो, आराम गऱ्यौँ। अब हिँड्ने अब। ल हिँड्छ जाउँ। तागत आयो, पावर आयो। ल हिँड्छ जाउँ। ल पछाडि पोहोर लाग्छ? तेरो लाग्छ कि नै? सफा गर। लाग्छ न? ल त हिँड्छौँ। सो गाइस फेरि पनि प्रसिद्धको पावर आएको छ हो कि नै? अब हिँड्न सक्छस् अब यहाँबाट घरसम्म? के अरे? के अरे? ए फुपू घर जाने? घर जान्नस्? घर जान बे? ब्याग पनि लग्छस्? घर जान्नस्? किन ड्याडी आउनु भएन भनेर? त्यो ड्याडी त काम भएर बाहिर जानु भएको छ बे। तैँले बुझ्नु पर्यो त अनि। ए काममा जानु भएको छ, त्यही भएर ड्याडी आउन पाउनु भएन। अनि त रिसाएर फुपूको घर गएर बस्ने हो त? अनि फुपूको घर गएर के गर्छस् त? मासु भात खान्छस्? के खान्छस् भन् त? भन् त? के खाने भन् न? अन्त रिसाएर अनि फुपू घर जाने। अनि कहिले जान्छस् त घर? भोलि? ए भात मासु खाएर? ठिक छ, तँलाई म घरमा आज भात मासु ल्याउँछु है। अनि तँलाई आज एउटा म्यामले घर लैजान्छु भन्नुभएको छ त? किन जान्नुहोस्? बसमा होइन, उहाँ त झन् बाइकमा जानुहुन्छ। अनि
अनि उहाँले भन्नुभएको थियो आऊ प्रसिद्ध आउनु प्रसिद्ध अनि म तपाईँलाई अनि आज ढिग्री खिलाउँछु मासु खिलाउँछु भन्नुभएको थियो त किन भयो नैनु म्याम राम्रो लाग्दैन मन्जु म्याम मात्रै अनि मलाई राम्रो लाग्छ किन त लाग्छ मलाई राम्रो नमाने त फेरि तँलाई यहीँ फालिदिन्छु अहिले अनि हो कि नै ल सुन्नुभयो हजुरहरूले उहाँले उसले चाहिँ मन्जु म्यामलाई मात्र राम्रो मान्ने अरे अरू म्यामलाई राम्रो नमान्ने अरे अनि कस्तो लाग्यो त तँलाई आजको हिँड्दै गरेको सफर राम्रो लाग्यो अब जुनकै आउनु सक्छस् मसँग कि बसमा आउँछस् बसमा जान्नस् ए हिँड्दै जाने फेरि ठिक छ नि त तर म हिँड्दै आउँला है ओके त्यसो भए तर म हिँड्दै आउँला अनि त्यसपछि फेरि फुपू गएर बसौँला फुपू गएर मासु भात खाउँला त्यसपछि घर जाने हो कि नै हिजो यहीँ रोकेको थियो कहिले ए आइज हातसम्म न हेर अहिले पानी कति पानी खाओस् अहिलेसम्म त 7 चोटि पानी खाइसकिस् ल निकाल 7 चोटि पानी खाइसक्यो गर्मी भएन भन्छ चैन बन्द गर साह्रै तिर्खा लाग्यो अरे भयो ल त्यो बन्द गर राम्रोसँग चैन लगा ल हिँड्छ बोक्छस् आफै ए बोक्दैनस् कति अल्छी भयो है त ताकतवर छु भने हेर्नुहोस् र ताकतवर होइन र त भन्दा पानी पिएर जोस आयो पानी पिएर पावर आयो कि एनर्जी आयो कि एनर्जी